गाइस आज हामीले झौलायो हैन के बनाऊँ भनेर चाहिँ यो गुन्द्रुक र आलु गोलभेरा मिक्स भइदिएको टेस्टी नै होला जस्तो हेर्नुस् कहिलेकाहीँ यस्तो पनि खाँदा हैन पानी परेको सिजनमा दामी हुन्छ कसैलाई त धेरै मासु मन पर्छ नि त हैन धेरै मासु खान खोज्छ हामी चाहिँ आज चाहिँ गुन्द्रुक आलुसँग झोल अलिकति झोल चाहिँ पुगेन कि जस्तो लागेको छ तर यस्तै ग्रेभी मिठो हुन्छ कि आई गेस तपाईहरु पनि पकाउनु होला इजी नै छ त्यस्तो साह्रो छैन यम्मी हुन्छ पुरानो हुन्छ नि त यो चाहिँ मैले घरै बनाएको गुन्द्रुक हैन पहिला अनि आज चाहिँ आफै बनाएको गुन्द्रुक खाइदिउँ न भनेर मैले घरैमा राखेको थियो यो धेरै टाइम भइसक्यो आई थिंक 2 वर्ष भइसक्यो गुन्द्रुक त जति पुरानो भयो त्यति दामी हुँदो रहेछ के गाइस हैन मैले किनेको पनि हैन आफैले बनायो यो चाहिँ टेस्टी नै हुन्छ गाइस हजुरहरु पनि मिठो गुन्द्रुक पकाएर खानु होला त्यो जस्ट आफूले गरेको चाहिँ आफैलाई पछिसम्म काम लाग्ने रहेछ भन्ने कुरा मैले थाहा पाएँ गाइस ओके बाइ बाइ यसमा त अझ राख्नु पर्थ्यो भत्ता सत्ता तर हामीले हालेन यो सिम्पलै पकाइदिएको ओके मिठो गरेर पकाएर खानु आफ्नो आफ्नो छुट्टै रेसिपी हुन्छ नि त